हेलो गाइज के छ खबर। हामी चाहिँ अहिले फिलहाल पोखराको वान अफ द फेमस प्लेस भनौँ न, यो घाँटी चिना भन्ने ठाउँमा छौँ। यहाँ चाहिँ पौडिनको लागि चाहिँ एकदम पपुलरै रहेछ कि त्यो मान्छेहरू पोखरादेखि यता पञ्चासीदेखि आउने गर्दो रहेछन् है। अनि हामी चाहिँ त्यही क्रममा आज शनिबारको दिन ट्याक्क यसो छुट्टी मनाइदिउँ न त भनेर आएको थियौँ पौडिनको लागि। तर यो समय परिस्थिति अनुसार पौडिन चाहिँ पाइएन, किनभने पानी धमिलो रहेछ है। टोटल्ली पानी धमिलो रहेछ। यसरी हेर्न सक्नुहुन्छ टोटल्ली एरिया चाहिँ एकदम फेमसै रहेछ कि यति ठाउँ चाहिँ एरिया है। हामी अलिक टाढा बसेर देखायौँ अनि पानी चाहिँ पुरै टोटल्ली धमिलो रहेछ है। अब पौडिन चाहिँ पाइएन, के गर्नु अब। यहाँ एउटा रातो भाले भन्ने रेस्टुरेन्ट रहेछ है, त्यहीँ बसिरहेको छौँ यो लोकल खरले छाएको ठाउँमा। के छ दाजु, आज पौडिन पाइएन, के भन्न चाहनुहुन्छ? अब हामी अर्को हप्ता आउनेछौँ। छिट्टै नै आएर हामी पौडिने चाहिँ एउटा प्लानिङ गरेर आउने। त्यति बेला यहाँ पौडेको पनि हामीले अर्को भिडियो हाल्नेछौँ। अहिलेको लागि त्यही नै हो गाइज। अब के गर्नु है, समय परिस्थिति अनुसार अब यस्तै त हो। यो वर्षायामको पानी परेको सिजनमा पौडिन पाइएन, त्यही हो। अब ट्याक्क एकछिन यहाँ माइन्ड फ्रेस गर्छौँ खरले छाएको ठाउँमा, आनन्द बस्न नि आनन्द भइरहेछ है त गाइस। अब यति हेरेर कृपया कमेन्ट गरिदिनु होला कमेन्ट सेक्सनमा गएर है, कस्तो लाग्छ भिडियो। थ्याङ्क यू, माया गरिदिनु होला।